एकछिन टाइम पास गरेको हामीले चाहिँ हो हाम्रो टाइम पास मालिक उठ्यो हाई एभ्रिवान हामीले चाहिँ नानीको पिगी ब्याङ्कलाई अब फुटाएको सानो भएर हो पहिला एउटा ठुलो थियो त्यो फुटाएर सानो ल्याएको थियौँ यो पनि सानो भयो अन्त चाहिँ अहिले यहाँ भर्खर निकालेको ऊ यहाँ हल्ला गर्दैछ यति भएको छ उसको चाहिँ हो मालिक नि चाहिँ यहाँ छ हो भर्खर सुतिरहेको थियो नि त अनि हामीले गरेको ऊ उठेर छरपस्टै बनाइदियो अब हामी यहाँ गर्नु आँटेको छौँ दादा र म यसको लक्की नोट हो 5 रुपिसको त्यसले फेरि नयाँ कञ्चनमा हाल्नुपर्छ त्यो चाहिँ लक्की नोटहरू मलाई त याद छैन हो उसले चाहिँ फेरि उहाँ हाल्दैछ ऊ हाई गरिदेऊ हाई गर बाबा हाई से हाई हाई गर भर्खर उठेको ऊ चाहिँ हो अब हामी यहाँ गर्नु आँटेको छौँ फाइनली हामीले गर्नु सक्यौँ होइन पैसा चाहिँ यति भएको छ है सो यतिमा चाहिँ कति छ भन्दाखेरि चाहिँ 10,000 प्लस छ अलिकति बेसी छ 10,000 होइन यो चाहिँ सानो भएर उसको हामीले फुटाइदिएको नि त अहिले पहिलाको चाहिँ यो थियो यो चाहिँ मैले फुटाइदिएको यो पनि उसको बेसी नै भएको थियो त्यति बेला नअटेर चाहिँ फुटाएर दादाले सानो ल्याइदिनु भएको थियो यो पनि सानो भयो अब आज अहिले एकछिनबाट बजार जाने फेरि अर्को ल्याइदिने होइन उसको चाहिँ पुरा पैसा हुन्छ हामी भन्दा पनि धेरै धनी छ ऊ चाहिँ माउला जाँदा पनि पैसा यताउता जाँदा पैसा भइहाल्छ अन्त यो चाहिँ भोलि दादाले डिपोजिट गरिदिनुहुन्छ नि त सो मालकिन चाहिँ ऊपर खेलिरहेको छ हो अन्त हामीले चाहिँ गर्न सक्यौँ सो यति नै थियो आजको भिडियो बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ